हेलो गाइज, गुड मर्निङ। आज छोरले अहिलेको पालीमा आज म बिउ बिहाडको लागि पानी चाहिरहेको छ। त्यसैले गर्दाखेरि आज यस स्थानमा पानीको लागि आफ्नो हतियार बोकेर हिँडिरहेको छु होइन। यस्तो रमाइलो ठाउँ छ होइन। अब पानीहरू पुरा सुक्खा छ। अहिले यो सिजनमा पनि अचम्मै छ। खोज्दैछु पाइन्छ कि पाइँदैन, पानी खोज्न सकिन्छ सकिँदैन एक्ज्याक्टली मलाई थाहा छैन, तर पनि कोसिस गर्नेछु। अब यो घाटगति चाहिँ नभए डिक्की तालतिर पानीको लागि हिँडिरहेको छु। त्यो यस्तो छ, सुक्खा छ। अहिले बर्खाको याममा सायद माथि ड्याम फुटेर पानी नआएको हुनसक्छ। कोसिस गर्छु, किनभने बिउ राख्ने बेला भइसकेको छ। यदि राख्नु सकिएन भने ढिलो भयो भने एकदम गाह्रो हुनेछ। त्यो रमाइलो दृश्य छ, आनन्दको दृश्य छ। मर्निङ टाइम छ होइन, मजा छ। एकजना दाइ पनि अघि हुँदै हुन्छ सायद, के गर्नु होला, मर्निङ वकको लागि हो कि के हो कि थाहा छैन। तर पनि उहाँको पछि लागेको छु। हात्ती लाग्ने सम्भावना बढी हुन्छ यस स्थानमा। त्यसले गर्दाखेरि एकदम म बी केयरफुल हुँदै दायाँ बायाँ हेर्दै गइरहेको छु। हात्तीको आक्रमणले पहिला पनि धेरै व्यक्तिहरूको जनधन क्षति भइसकेको छ। हेरौँ के हुन्छ। त्यसैले गर्दाखेरि आज चान्स परिसकेको छ। अब म ड्यामको नजिक आइसकेको छु। हेरौँ के हुन्छ, सकिन्छ सकिँदैन। मलाई लाग्छ सकिन्छ होला, किनभने सुक्खा सुक्खा छ, काहीँ न काहीँ थोरै हुनुपर्छ। त्यसले गर्दाखेरि आज म आइसकेको छु। अब हेरौँ, गाह्रो छ साथीको खेतीपाती गर्न बहुत गाह्रो छ। यति भन्दै आजलाई बिताउन चाहेँ। हवस् त, धन्यवाद।